तल आइहाल्छ बिना म्याडम। हस्, धेरै धन्यवाद। यहाँको प्रश्न मैले टिपेको छु। सबैभन्दा पहिला एकजना सरले भन्नुभएको थियो संविधानको धारा तपाईँहरूले चाहिँ संशोधन गर्नुहुन्छ, कुन कुन धारा र कसरी भन्ने कुरा गर्नुभएको थियो। त्यो धारा मैले अघि भनेको पनि थिएँ 284 जसमा चाहिँ त्यो प्रधान न्यायाधीश लगायत महालेखा लगायत विभिन्न त्यो आयोगहरू चाहिँ कुनै पार्टीको व्यक्तिहरू कार्यकर्ताहरूलाई चाहिँ त्यहाँ राखिने गर्छ। त्यो चाहिँ कुनै पार्टीको होइन, यो मेरिटको आधारमा उनीहरूको दक्ष क्षमता हेरेर चाहिँ लिनुपर्छ, त्यसको लागि संशोधन गर्नुपर्छ भन्ने मेरो भनाइ हो। त्यसै गरेर धारा 38, 39 त्यो चाहिँ त्यहाँ महिला र बालबालिकाको अधिकारको कुराहरू छन्, यहाँहरूले हेरिदिनु होला प्लिज। त्यहाँ चाहिँ महिलाहरू 1/3 महिला 33%को कुरा आएको छ। महिलाहरू 52% महिला भएको आधा आकाश ढाकेको महिलाहरू किन 33% मात्रै महिलाहरू सक्षम छैनन् या उनीहरूले चाहिँ त्यो निकायमा जानु हुँदैन, यी कुराहरू चाहिँ मेरो एउटा एजेन्डाको रूपमा रहनेछ। त्यसलाई संशोधन गर्नुपर्छ भन्ने मेरो भनाइ हो। र नागरिक पत्र र घोषणा पत्र पनि भन्न नजान्ने अगाडि गएर के गर्नुहुन्छ भन्ने एकजना बहिनीको प्रश्न थियो। थ्याङ्क यू सो मच, तपाईँले चाहिँ यो प्रश्न तत्काल रूपमा राख्नु भएको छ। मलाई के लाग्छ भने तपाईँहरू यहाँ धेरैजना बायसनेस क्वेसनहरू गरेर राख्नु भएको छ, एउटा व्यक्ति र पार्टीलाई मात्रै अङ्कित गर्नु भएको छ। हो, मैले चाहिँ म राजनीतिज्ञ होइन, मेरो पृष्ठभूमि राजनीतिबाट आएको होइन। यहाँलाई धेरैलाई थाहा छ म समाजसेवाबाट आएको हो र समाजसेवा गर्दा गर्दै मैले चाहिँ यो एउटा व्यक्ति अथवा सानो संस्थाले मात्रै काम गरेर हुँदो रहेछ। यो चाहिँ नीतिगत तहमा काम गर्न सक्यो भने मात्रै रियल समाजसेवा गर्न सकिँदो रहेछ भन्ने मेरो बुझाइ भएर म राजनीतिमा आएको हो। र यो म बोल्न स्पष्ट अरू सँगै प्र्याक्टिस भइरहेको नेताहरूले चाहिँ स्पष्टसँग धेरै मिठो कुरा बोल्न सक्दिनँ र उभिँदाखेरि म फर्स्ट टाइम यसरी मासमा र धेरै पार्टीहरूको विज्ञ व्यक्तिहरू हुनुहुन्छ भन्ने अलिक कता मनमा त्यो चाहिँ अलिकति सङ्कोच भयो, डर पनि लाग्यो रियालिटीमा भन्नुपर्दा। त्यसले गर्दा शब्दहरूमा हडबडाहट भएको हो रियालिटीमा। र यसको अर्थ यो होइन कि मैले केही पनि बुझेको छैन, मैले केही पनि गर्न सक्दिनँ भन्ने होइन। आजको देशमा म जसरी यहाँ आइपुगेँ, एउटा म व्यवसायी पनि हो, उद्यमी पनि हो र समाजसेवी पनि हो। र यसले गर्दाखेरि म गर्न सक्छु, मेरो काँधमा जिम्मेवारी छ र आत्मामा निस्वार्थ सेवा भाव छ, त्यसले गर्दा गर्न सक्छु भन्ने हेतुले म आएको हो। र त्यसरी यहाँ एकजना व्यक्तिले सोच्नु भयो टिकटको लागि कति पैसा तिर्नुभयो। यहाँहरूलाई जानकारी गराउन चाहन्छु, 1 रुपिज पनि कसैलाई तिरेको छैन। त्यति कसैले प्रमाण पाउनुहुन्छ भने ल्याउनुहोस्, हजुरलाई म स्याबासीको लागि पैसा दिन्छु। अर्को कुरा, कसैलाई पैसा दिने मात्रै होइन, 1 कल 2 रुपियाँ खर्च गरेर 1 कल पनि कुनै नेतालाई फोन गरेको छैन। यहाँहरूले चेक गर्न पनि सक्नुहुन्छ। किनभने म एउटा महिला उम्मेदवारीको हिसाबले, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले 33% महिला पुर्याउने यो कुरा गरिरहँदा अहिले 11% मात्रै महिलाहरूको उम्मेदवारी आएको छ। त्यो हिसाबले पनि मैले पाएको यहाँहरूलाई जानकारी गराउन चाहे। र कन्सल्टेन्सी चलाएको भन्नुभएको हो, मैले 11 वर्ष कन्सल्टेन्सी रन गरेँ। र कन्सल्टेन्सी रन गर्दाखेरि त्यो समय त्यस्तो थियो कि धेरै स्टुडेन्टहरू बाहिर पढ्न जान चाहनुहुन्थ्यो र मैले पनि त्यो व्यवसाय अप्नाएको थियो। तर अहिले 6 वर्ष भयो मैले कन्सल्टेन्सी छोडेको र जति पनि विद्यार्थीहरू बाहिर पढ्न जानुहुन्थ्यो उहाँहरूलाई चाहिँ मजाले राखेर काउन्सिलिङ गर्ने थिएँ। बाबु हो, तपाईँहरू उहाँ गएर उहाँको सिप सिक्नुहोस्, उहाँको चाहिँ शिक्षा लिनुहोस्, त्यहाँको प्रविधि टेक्नोलोजी सिकेर प्लिज नेपाल आउनुहोस् है, नेपाल बनाउनुपर्छ भनेर मैले हरेक विद्यार्थीलाई भन्ने गर्थेँ। र कतिपय मेरो विद्यार्थीहरू अहिले यो पनि मलाई सुन्नुहुन्छ होला, हरेकसँग म भावुक भएर उहाँलाई सम्झाउने गर्थेँ। र कन्सल्टेन्सी छोडेको 6 वर्ष भयो र यहाँलाई त्यो पनि जानकारी गराउन चाहन्छु। र प्राइभेट सेक्टरलाई के गर्नुहुन्छ भन्ने कुरा छ। प्राइभेट सेक्टरलाई म एउटा व्यवसायी पनि हो र प्राइभेट सेक्टरले लगानी गर्दा भएको अनसुकेर यो लगानी र विभिन्न झेल्न परेको यो नीतिगत तहमा र यो गभर्मेन्टको यो भनौँ न काम गर्दाखेरि झेल्नु परेको यो अप्ठ्याराहरूलाई सहजीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता छ।
प्राइभेट सेक्टरमा लगानीकर्ताहरूको चाहिँ नि यो सेक्युरिटी छैन, यो कुराहरू छन् र मैले यसलाई खुला अर्थतन्त्र र यसको लागि लगानीकर्ताहरूलाई सेक्युर गर्ने यो मेरो एजेन्डा रहेको छ। त्यसै गरेर गाई काटेर खाने झुटाले के गर्नुहुन्छ, गाई काटेर खानेको बारेमा हाम्रो खगेन्द्र सुनार सरको कुरालाई यहाँले पक्कै पनि इङ्गित गर्नुभएको हो। त्यो कुरा यो उहाँले धेरै मिडिया मार्फत पनि भनिसक्नु भएको छ, यो गाई काटेर खाने कुरा होइन यो, र हाम्रो पार्टी अथवा म व्यक्तिगत यो धारणा पनि होइन। कसैको एउटा व्यक्तिगत कुरालाई लिएर मलाई नसोधिदिनु होला प्लिज। त्यसै गरेर सोसियल मिडियामा गाली गर्ने कुरा मैले कसैलाई पनि गाली गरेको छु भने मलाई भन्नु होला, नत्र भने यो चाहिँ नि पार्टीप्रति आस्था राख्ने व्यक्तिहरूले एउटाले अर्कोलाई गाली गरेको कुरा म व्यक्तिलाई हजुरहरूले तेर्साएर यो चाहिँ नि कति न्यायचित भयो अथवा यो हजुरहरूलाई कति मजा आयो यो यहाँहरूलाई नै थाहा छ। मलाई चाहिँ नि यो कुरा यो मेरो व्यक्तिगत कुरा होइन। र घन्टी बजाइदियो भन्ने कुरा भयो, हो घन्टी चाहिँ नि हामीले बजाउँछौँ, यो पवित्रताको घन्टी हो, यो स्वतन्त्रताको घन्टी हो र यो विकासको परिवर्तनको घन्टी हो। हामीले घन्टी बजाउने गर्छौँ, र पर क्यापिटल इन्कम अहिले 1500 छ, 3000 कसरी पुर्याउने भन्ने कुराहरू पनि यहाँले राख्नुभयो। हो कसरी पुर्याउने हामीले चाहिँ नि हाम्रो घोषणा पत्रमा पनि हामीले बाचापत्र भन्छौँ, अहिले फेरि डिबेट होला, फेरि घोषणा र बाचापत्र भन्न नजाने पनि कसरी हामीले आशा गर्ने भन्ने कुरा अघि नै आइसकेको थियो। यसलाई चाहिँ हामीले मेन आइटीको कुरा राखेछौँ, पर्यटनको कुरा राखेछौँ, सडक र उद्योगहरूको कुरा राखेका छौँ। यसलाई चाहिँ हामीले यो सम्भव पनि छ है, हामीले चाहिँ यो सम्भव पनि छ र गर्न सकिन्छ भन्ने थुप्रै आधारभूत कुराहरू राखेका छौँ। प्रदेशसम्म अब पैसा नै यति धेरै छ भन्न त पऱ्यो नि मैले, प्रदेश सम्बन्धी संरचनाको कुरा आयो। सुनिदिनु होला, अब अघि प्रश्न गरिसक्यो, सुनौँ न, उहाँलाई आएको कुराको रेस्पोन्स गर्नुपर्छ। प्रदेश हाम्रो चाहिँ अलिकति भत्ता छ, यसलाई चाहिँ हामीले सुधारेर लाने हाम्रो पार्टीको योजना छ। अनि त्यसै गरेर महिला सशक्तिकरणको कुराहरू यो आफ्नो क्षमता नभएको कुरा भन्नुभयो। आफ्नो क्षमताको कुरा गर्दाखेरि मैले विगत लामो समयदेखि विभिन्न महिलाहरूलाई सञ्जीवनी दिदीबहिनी केन्द्र नेपालबाट उहाँको महिलाहरू छोरी तथा बुहारीहरूलाई पढाउनु हुने अभियान चलाउँदै आएको छु र महिला सशक्तिकरणको लागि काम गरिरहेको छु। र यसरी चाहिँ मैले काम गर्दै आएको छु भने सिर्जना संसार कसरी घर भनेर महिलाहरूको यो आर्थिक गर्नको लागि त्यसमा गरेको र यहाँ अझै क्वेसन सिकेको छैन सर। धेरै धन्यवाद। त्यसै गरी ऋणको के अरे सहकारीको ऋणको कुरा आएको छ। सहकारीको चाहिँ हामीले यसलाई सहकारीबाट ऋण निकाल्दा हरेक व्यक्तिलाई थाहा छ, यहाँलाई धितो राखेर निकाल्ने गरिन्छ। पैतृक सम्पत्तिदेखि लिएर त्यो आफ्नो 3 पुस्ते त्यो के अरे राखेर निकाल्ने गरेछ। त्यसलाई हामीले यदि एउटा ऋण खाएको व्यक्तिलाई समातेर सिधै जेल हाल्ने होइन कि त्यसलाई चाहिँ नि समर्थनको वेहरू गर्नुपर्छ। र त्यो सम्पत्तिहरू चाहिँ नि हामीले त्यो व्यक्तिहरूले गलत गर्यो भनेदेखि त्यो सम्पत्तिहरू बेचेर अनि असुली उपाय गर्ने यी वेहरू छन् र त्यसरी हामीले चाहिँ नि असुली उपाय गर्छ।